लंका का राजा रावण। हेलो नमस्ते सबैजनालाई, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। र आज चाहिँ हामी आमा म र सुस्मी चाहिँ हामी चाहिँ रामनवमीको शुभ दिनमा हामी चाहिँ तपाईको यहाँ ठाकुर मन्दिर जाँदैछु। त्यो चाहिँ नारायण दासको छेउमा छ। त्यहाँबाट चाहिँ तपाईको माथि डाँडा लाने छ रथ यात्रा। सो हामी चाहिँ त्यहाँ जाँदैछु। तपाईहरुलाई पनि आज त्यहाँको दर्शनहरू गराउने छु हैन। अनि अहिले चाहिँ हामी यहाँ तल बिग बजार ओह्रालो झर्दैछु, हाम्रो गान्धी रोडबाट यहाँ ओह्रालो। र तपाईहरुलाई अहिले रथ यात्राको दृश्यहरू देखाउने छु, तपाईहरुलाई पनि दर्शन गराउने छु। हेलो, आज रामनवमीको सबैलाई शुभकामना छ। यहीँदेखि हेर्नु सक्नुहुन्छ तपाईहरुले रामनवमीको दिनको लागि झन्डाहरू तपाईको दोकानमा राख्नु भएको छ सबैजनाले। र हामी चाहिँ अहिले आइपुगिसक्यो हैन। यो चाहिँ बाटा अगाडि यहाँ चाहिँ तपाईको मन्दिर चाहिँ तपाईको यहीँबाट हो, यहाँ इडेन हस्पिटल जानेपट्टि पर्छ तपाईको। यो चाहिँ नारायण दास तपाईको यो भइहाल्यो हैन। र ठाकुर मन्दिरको चाहिँ अब यहाँनिर हो मन्दिर, नारायण दास यहाँनिर मन्दिर अब यता निकाल्नु आँटेको रहेछ। हामी पनि ठिकै टाइममै पुगेछौँ हामी ठाकुर बाडी मन्दिर। जय सियाराम। अब यहाँ चाहिँ हामीले यो टाउकोमा र खदा लगाइसके। अब यहाँ चाहिँ तपाईँको मन्दिर प्रवेश हुँदैछ। हामी चाहिँ प्रसाद हुन्छ, धन्यवाद। हामी यहाँ प्रसाद लिन आँटेको छु यहाँ ठाकुरजीको। लोकेसन थाहा भएन भने चाहिँ यो तपाईँहरूले यो वालिस दोकान, यो राजु बेकरीहरू यो लाइन त देख्नु भएको होला होइन। त्यसकै ठिक यतापट्टि मन्दिर चाहिँ हाम्रो यहाँको मन्दिर चाहिँ। अब यहाँ हामीले रेडी हुँदैछौँ अब निस्किनुको लागि। क्यापिटल अगाडिको हो दृश्य। चाहिँ तपाईको चौरस्ता आइपुग्यो शोभायात्रा। चौरस्ता दृश्य यो चाहिँ तपाईको।
तपाईँको यहाँ चौरस्तामै नाटक पनि हुन आँटेको छ यहाँनिर। हाम्रो हनुमानजी बनेको भाइ, यता रावण भाइ, रावण बनेको यता राम, लक्ष्मण, सीता। ओ भाइ, तिमी के बनेको भनिदेऊ न। रावण बनेको तिमी? राम हो। यता लक्ष्मण भाइ, यता हाम्रो हनुमानजी। यता चाहिँ सीता माताको यो गरेको रहेछ। भाइ चाहिँ जय श्रीराम। अब यहाँ चाहिँ नाटक सुरु हुन गइरहेको छ। प्रथम वचन में मेरे पुत्र भरत राजा बने और दूसरा वचन राम को 14 वर्ष का वनवास मिले। रेखा को पार नहीं करेगी, ये बोलकर चला गया। हंसते हुए कहते हैं, मैं लंकेश्वर रावण हूँ, लंका का राजा रावण। प्रभु, मेरे लिए क्या आज्ञा है बताइए। हामी चाहिँ अब फर्केको सबै सक्यो होइन। अब चाहिँ वेदर पनि यस्तो कालो बादल भइरहेको छ। सबैजना घर फर्किँदैछ र आज भिडियो यतिमै एन्ड गर्छु होइन। तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु नभुल्नु होला होइन। र कमेन्टमा चाहिँ जय श्रीराम लेख्नु नभुल्नुहोस् होला। त्यतिन्जेल तपाईँहरूलाई अर्को भिडियोमा भेट्नेछु। जय श्रीराम।